कसैले भन्छ हाम्रो देशको सबैभन्दा ठुलो दुश्मन भारत हो, कसैले भन्छ हाम्रो देशको दुश्मन अमेरिका हो, कसैले भन्छ हाम्रो देशको दुश्मन दक्षिणपन्थीहरू हुन्, यो हुन् वो हुन् भनेर भन्छन्। तर हाम्रो देशको मुख्य दुश्मनको अहिलेको समयमा हाम्रो देशमा जुन हाम्रा मुख्य दुश्मन उनीहरू हुन् जसले चाहिँ ठुला प्रोजेक्टहरू बनाएर देशको अरबौँ रुपियाँ, हाम्रो देशमा पैसा नभएको होइन, हामीले चाहिँ देशको ढुकुटीबाट एउटा भैरवा एयरपोर्ट बनाइयो, अर्को चाहिँ पोखरा एयरपोर्ट बनाइयो, तर ती दुवै एयरपोर्ट चाहिँ खाली पैसा खानको लागि कमिसनको लागि मात्रै बनाइयो र ती दुवै एयरपोर्ट आज बनेर रेडी भएर पनि त्यो युजेबल छैनन्, युज गर्न सकिरहेको छैन र देशको एक पैसा पनि काम आएको छैन। त जसले ती दुवै एयरपोर्ट बनाउनमा निर्णय लिएका थिए तिनीहरू हाम्रो देशका ठुला दुश्मन हुन्। अनि अर्को कुरा हामीले भारतलाई भन्छौँ, भारतले हाम्रो जमिन खाइदियो, हाम्रो चुच्चे नक्सा खाइदियो, हाम्रो चाहिँ सुस्ता खाइदियो भनेर हामीले भन्छौँ। तर त्यो बोर्डर को सुरक्षा गर्ने जिम्मेदारी कसको थियो? आज चाहिँ त्यहाँ कति वर्षपछि बल्ल चाहिँ सुस्तामा एउटा पुल बनेको छ, त्यो रणनीतिक क्षेत्रमा बल्ल पुल बनेको छ। त्यस्तै चाहिँ हाम्रो जुन लिम्पिया धुरा थियो त्यहाँ चाहिँ वर्षौँसम्म त्यहाँ कोही गएनन्, त्यहाँ त्यसको कसैले ध्यान राखेनन्, अनि पछि गएर चाहिँ भारतले आफ्नो फाइदाको लागि त्यो एकदम रणनीतिक महत्त्वको हुनाले चाहिँ उसले त्यहाँ कब्जा गर्यो अथवा के हो त्यो त अब हामीले जान्ने कुरो भएन होइन। तर त्यसको दोषी को हुन्? त्यहाँ चाहिँ वर्षौँसम्म त्यसलाई हामीले केयर गरेनौँ, त्यहाँ हामीले पुलिस पोस्ट बनाएनौँ होइन, प्रहरी पोस्ट बनाएनौँ, साथै हामीले अरूलाई दोष दिएर नेग्लेक्ट गरेर बस्यौँ। अनि पछि अरूले कब्जा गरेपछि हामीले खालि भोटको लागि, जनतालाई भड्काउनको लागि चाहिँ अरूले हामीले गाली गर्छौँ। साथै देशमा एक त देशमा पैसा छैन, इकोनोमी सानो छ, पैसा छैन र भएको पैसालाई पनि हामीले जम्मा गरेर पुरै वेस्ट गरिरहेका छौँ। पहिलो चाहिँ हामीले भैरवा एयरपोर्ट वेस्ट गरे, दोस्रो चाहिँ हामीले पोखरा एयरपोर्ट 10 अरब रुपियाँ कति अरब रुपियाँ त्यो वेस्ट भयो। अहिले चाहिँ बल्ल जुन तेस्रो हाम्रो प्रोजेक्ट छ जुन बुटवलदेखि नारायणघाटको बाटो, त्यो चाहिँ बल्ल अहिले पुरा हुन जाँदैछ। कति वर्ष बेर भएर बल्ल पुरा हुन जाँदैछ। यस्तै चाहिँ ठुला प्रोजेक्टहरू बर्बाद गरेर अरबौँ रुपियाँ बर्बाद गर्ने ठुला दुश्मन हुन् या ती चाहिँ तथाकथित जुन हाम्रा छिमेकीहरू ठुला दुश्मन हुन्? यो चाहिँ हामी जनताले सोच्नुपर्ने छ र हामीले जुन हाम्रा देशका मुख्य दुश्मन हुन् तिनीहरूलाई पहिचान गरेर तिनीहरूलाई हामीले चाहिँ न्यायको कठघरामा ल्याउन आवश्यक छ। नत्र हामी चाहिँ जनताहरू यस्तै मूर्ख बनिराख्नेछौँ यिनीहरू नेताहरूको कुरामा लागेर यो हाम्रो दुश्मन हो नाराबाजी गरेर मुर्दाबाद जिन्दाबाद, र जुन असली दुश्मन हुन् तिनीहरू चाहिँ कमिसन बनाउनेछन्, पैसा खानेछन् र हामी जनतालाई बेवकुफ बनाएर सधैँ राख्नेछन्। तपाईँहरू के सोच्नुहुन्छ यस बारेमा कमेन्ट गरेर अवश्य भन्नुहोला।